यो जितगढीमा रहेको हाम्रो यसरी जितेको थियो हाम्रो पहिलाको पुर्खाले कलाएर यस्तो बसिरहेको छन् होइन हेर्न सक्नुहुन्छ र यता पनि देख्न सक्नुहुन्छ है सब पुरा हाम्रो यो किल्ला छ नि हो यो किल्ला चाहिँ हाम्रो लागि यो कोडेर बनाएको होइन देख्न सक्नुहुन्छ है यता पनि आउनुहोस् यसरी बनाएको थियो हाम्रो यो जितगढीको किल्ला देख्न सक्नुहुन्छ उँधो उँधो देखाइदियो भाइ ल तर बनाउनु आएर सिधै ल यस्तो गर्दैन म पनि पुरा आओस् न कि त भाइ कस्तो छ र यो यस्तो रहेछ ल भाइ त्यताबाट म यताबाट यहाँ पुरा आइरहेछ ल यहाँ ल हाम्रो जितगढी किल्ला बनाउँदैन है भाइ देख्न सक्नुहुन्छ यहाँ यस्तो राखिरहेको यो चाहिँ नि हाम्रो चाइनिज जमानाको होइन हाम्रो यसरी भएको थियो कि हाम्रो यो आएको थियो नि त हाम्रो यो किल्लाको लागि यो जितगढी कसरी जितेको थियो हाम्रो पहिलाका सैनिक देख्न सक्नुहुन्छ हाम्रो लागि नेपालमा धेरै ठुलो योगदान पुऱ्याएको थियो नि त यसरी पुऱ्याएको थियो हाम्रो यो प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ र यताबाट चाहिँ माथिबाट जितगढीको किल्ला यसरी स्थापना भएको थियो र हाम्रो यसलाई जित्न सफल भएको थियो हाम्रो यो दर्शकहरू तथा हाम्रो यो पहिलाका हाम्रा कामदारहरू गाइस देख्न सक्नुहुन्छ हाम्रो यो के अरे किल्लाका लागि हाम्रो हेर्नु आफ्नो छोरोसम्म ल्याएर यसरी किल्ला चाहिँ गाडेको थियो ल हेर्नुहोस् हाम्रो पर महिला हुनुहुन्छ यहाँको लागि गाइस देख्न सक्नुहुन्छ राखो बनेर कस्तो रे यस्तो दिदी यो ल यहाँबाट यो चाहिँ म यो चलाउनु गइरहेको छु देख्न सक्नुहुन्छ ल भाइ तिमी त भाइ केनन बोल भयो भयो दिदी सीमा दिदी हेर्नु ओए ओ डर लाग्छ यार ल देख्न सक्नुहुन्छ गाइस ल अब यता पनि रहेको रहेछ हाम्रो यो बाढ भन्ने हुन्छ होइन बाढ भन्ने ल पहिला म गर्छु है भाइ त निशानी खतरा हुनु पर्यो है छ नि ल यसरी भयो हाम्रो नसुन ल भनिरहेको छ ल हाम्रो किल्ला गाडेको रहेको थियो ल देख्न सक्नुहुन्छ ए यो ल भाइको ल ल यस्तरी चाहिँ ल किल्ला गाडेको थियो ल फेरि गर न डिभिजन ल पो ल हेर्नुहोस् गाइसी उतापट्टि किल्ला छ यतापट्टि किल्ला छ लगाइरहेको छ ल त्यहाँ देख्न सक्नुहुन्छ मेरो भाइलाई पनि ल किल्लामा यस्तो भएको थियो ल हेर्नुहोस् अब हाम्रो यो किताबमा मात्र पढेर हुन्न कि हाम्रो यो लागु पनि गर्नुपर्छ होइन किताबमा नै पढिन्छ ल हेर्नुहोस् यसरी भएको थियो हाम्रो यो जितगढी किल्ला